नेपालमा सम्बन्ध विच्छेद गर्ने कानुनी प्रक्रिया। के तपाईलाई थाहा छ नेपालमा सम्बन्ध विच्छेद कसरी गर्न सकिन्छ? 1. नेपालमा सम्बन्ध विच्छेद 2 तरिकाबाट गर्न सकिन्छ। क. श्रीमान श्रीमतीको सहमतिमा। ख. श्रीमान श्रीमतीको सहमति बिना। श्रीमान र श्रीमती दुवैको सहमतिमा सम्बन्ध विच्छेद हुने अवस्थामा श्रीमान वा श्रीमतीले सम्बन्धित जिल्ला अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्नुपर्छ। एक पक्षले निवेदन दिए पश्चात अर्को पक्षले लिखित सहमति दिई अदालतले सामान्यतया 2 देखि 3 दिनभित्र सम्बन्ध विच्छेद सम्पन्न गर्न सक्दछ। अब जानौं श्रीमान श्रीमतीको सहमति बिना गरिने सम्बन्ध विच्छेदको कानुनी प्रक्रिया बारे। श्रीमान वा श्रीमतीको सहमति बेगर पनि सम्बन्ध विच्छेद गर्न सकिन्छ। प्रक्रिया 1. श्रीमान वा श्रीमतीद्वारा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सकिन्छ। प्रक्रिया 2. मुद्दा दर्ता भए पश्चात अदालतबाट अर्को पक्षलाई मुद्दा सम्बन्धी सूचना पठाइन्छ। सूचना अर्थात् अदालतबाट प्राप्त भएको म्यादले 21 दिनभित्रमा अदालतमा उपस्थित हुनुपर्ने हुन्छ। प्रक्रिया 3. दुवै पक्ष अदालतमा उपस्थित भएको खण्डमा दुवैजना पक्षलाई साधारण तारिखमा राखी अदालतले प्रक्रिया अगाडि बढाउँछ। प्रक्रिया 4. सुरुवाती चरणमा अदालतबाट मेलमिलाप मार्फत मुद्दाको किनारा लगाउन कोसिस गर्दछ, तर मेलमिलाप मार्फत नभएको खण्डमा अन्य अदालती प्रक्रिया मार्फत पक्षका प्रमाण, साक्षी र कानुनी आधारमा अदालतले फैसला गर्छ। यो प्रक्रिया सामान्यतया 12 देखि 14 महिनामा अदालतबाट टुङ्गो लगाइन्छ। यदि श्रीमान वा श्रीमतीले निम्न बमोजिमका कार्य गरेमा सम्बन्ध विच्छेद मुद्दा दायर गर्न सकिन्छ। नेपालको कानुन अनुसार 3 वर्षभन्दा बढीको समय श्रीमान श्रीमती सम्पर्क विहीन भई अलग बसेमा, खाना लगाउन तथा पालन पोषण खर्च नदिएमा, शारीरिक तथा मानसिक पीडा दिएमा, अङ्गभङ्ग हुने कार्य गरेमा, अन्य पर पुरुष वा पर स्त्रीसँग शारीरिक सम्बन्ध राखेमा वा दोस्रो विवाह गरेमा सम्बन्ध विच्छेद गर्दाका अवस्थामा अदालतले निम्न कुराहरूको निरोकल गर्नुपर्दछ। सम्पत्ति बाँडफाँड, बच्चाको संरक्षकको, श्रीमतीले प्राप्त गर्ने मना चामलको खर्च सम्बन्धी सम्बन्ध विच्छेद गर्दा आवश्यक पर्ने कागजातहरू, दुवै श्रीमान वा श्रीमतीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ता, बच्चा भएको अवस्थामा बच्चाको जन्म दर्ता, आफ्नो सम्बन्धित जिल्ला बाहेक अन्यत्र जिल्लामा सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्थामा सो जिल्लाको कुनै वडामा अस्थायी रूपमा बसोबास गरेको अस्थायी बसोबासको सिफारिस, मुद्दा सुरु गर्ने व्यक्तिको हकमा। आजको भिडियो मार्फत हामीले नेपालमा सम्बन्ध विच्छेद गर्ने कानुनी प्रक्रिया, सहमतिमा र बिना सहमतिमा दुवै तरिकाबारे विस्तृत रूपमा जानकारी दियौं। Thank you for watching.